यो चाहिँ कोटेश्वरदेखि रहेको है टक्क भिडियो बनाइयो। यहाँ चाहिँ फेरि 50 भन्दा स्पिड हुँदैन, 50 भन्दा अलिकति माथि गयो भने नि चिट काट्छ हैन, त्यही भएर बिस्तारै हिँड्नुपर्छ। यहाँ चाहिँ 50 भन्दा 51 गयो भने चिट हान्छ है, त्यही भएर बिस्तारै हिँड्नुपर्छ। हामी होइन 50 को स्पिडमा मात्र हो, 51 मा गइँदैन। ट्राफिक पालना गर्नुपर्छ है, 51 चाहिँ जानु हुँदैन है। 51 गयो भने क्यामेराले कहाँबाट क्याच गरेर चिट हानिहाल्छ। त्यही भएर यो चाहिँ विदेश जस्तै लाग्छ है। यो चाहिँ गोडको एरिया हो है, दामी छ ठाउँ। लाएर झन्डै कटेछ यार, 51 झन्डै भएछ। तर 51 भन्दा माथि कटाउँदिनँ म, 50 भन्दा माथि। त्यही भएर बिस्तारै आफ्नै धुनमा हिँडिरहेको छु लाएर होइन। विदेश जस्तो रोड भनेको यहाँनिर अलिकति अनुभाव हुन्छ, नभए त खासै राम्रो त छैन है। यति मात्र हो राम्रो, यतिको चाहिँ हुनुपर्छ है बाटो। बट्टा लाएर सरर थिचेपछि थिच्यो अलिकति बढी गएछ झन्डै। अगाडि हेर्दा स्केलले चलाउनुपर्छ, धेरै स्पिड गर्नु हुँदैन होइन। ट्राफिक नियम त गर्नै पर्छ लाएर होइन। यो चाहिँ पुल माथिबाट सरर हो, यो चाहिँ माथिबाट जान्छौँ हाई बाटो सरर। दामी छ है लाएर। यो चाहिँ साटो बाटोसम्म नै हो कि, साटो बाटो थिचेको लाएर। नन्दको बाटो भनेको यो अलिकति बडाङबुडुङ नगर्ने भने जस्तो लाएर यहाँ छु होइन। यस्तो धेरै स्पिड गर्नु हुँदैन क्या, मेन बाटो हानेर ठिक्का मात्रै स्पिड गर्नुपर्छ। त्यही भएर हामी धेरै स्पिड गर्दैनौँ, स्पिड कम हुँदै लान्छौँ। साटोबाट चोगाउन लाग्यो, ट्राफिकले देख्छ फेरि चिट हानिहाल्छ होइन। चिट पनि महँगो छ, के गर्ने हो नेपालमा त, गाह्रो छ गरी खान। त्यही भएर स्केल बाई स्केल मात्र है, टक्क लाएर। धेरै स्पिड नि हाल्नु हुँदैन, टक्क हाम्रो चाहिँ स्केल हुन्छ है, चट्ट लाएर। धेरै स्पिड गऱ्यो भने मार्छ फेरि, त्यही भएर बिस्तारै साटोबाट टक्क आइयो। सम्झाउने यो साटोबाट